हामी चाहिँ फाइनल्ली भर्खरै पूर्णबहादुरको सारङ्गी फिल्म हेरेर फर्कियौँ। तब र लाग्ला पूर्णबहादुरको फिल्म हेरेर किन रोखाइन भन्ने पनि लाग्न सक्ला। म चाहिँ यो के अरे धेरै बर्खाको खोलाले पिटेको ढुङ्गाहरू झ्याप्पा फुट्दैन त्यस्तै खालको मान्छे हो। अब यो फिल्ममा धेरै सन्देशहरू छन्। मेन कुरा त पैसाको महत्त्व के रहेछ भन्ने कुरा बुझायो। पैसाले गर्दा श्रीमतीहरूको साथ पनि नहुँदो रहेछ, अनि गएर गरिब हुँदाको पीडा सबैले हेर्दो रहेछ भन्ने कुरा सन्देश दियो। र बाले चाहिँ छोराछोरीप्रतिको दायित्व के हुने रहेछ, के गर्नु पर्दो भन्ने प्रश्न देखाएको देखियो। तर सबै बाहरूले चाहिँ छोराछोरीप्रति त्यस्तो खालको पनि कर्तव्य पनि पुरा गरेका नहुन सक्छन्। समग्रमा फिल्म चाहिँ फाइनली ठिकै लाग्यो। र पैसा नहुँदाको पीडाले गरिब हुँदा श्रीमती पहिला जानु, बाको उपचार गर्न नसकेर बा बित्नु, छोरालाई पढाउँदाखेरि दुनियाँको पिटाइ टोकाइ गाली खान पर्दाको पीडा कस्तो हुँदो रहेछ गरिब हुँदा भन्ने कुरा पनि फिल्मबाट प्रष्ट छ। जाडो भयो भर्खर फिल्म मलाई बाहिर निस्कियो। फिल्म समग्रमा राम्रो लाग्यो।